अनुशासन, साहस र गरिमा। शारीरिक तन्दुरुस्ती, अनुशासन र आत्मरक्षाका लागि मार्शल आर्ट, स्वस्थ जीवनका लागि तेक्वान्दो, तेक्वान्दोका लागि नेपाल प्रहरीको साथ। नेपाल प्रहरी कल्याणकारी कार्यक्रम अन्तर्गत सञ्चालित नेपाल पुलिस स्कुल सामाखुसीद्वारा आयोजित पुस 20 र 21 गते हुन गइरहेको राष्ट्रव्यापी खुल्ला प्रहरी महानिरीक्षक तेक्वान्दो प्रतियोगिताको दोस्रो संस्करणमा सहभागिताको लागि सम्पूर्ण स्कुल, डोजाङ र विभागीय क्लबहरूलाई हार्दिक आमन्त्रण गरिन्छ। तेक्वान्दो प्रतियोगिताका मुख्य विशेषताहरू। प्रतियोगितामा महिला र पुरुषका लागि उमेर, तौल र बेल्ट समूह निर्धारण गरिनेछ। प्रतियोगिताको पुरस्कार वितरण तथा समापन प्रहरी महानिरीक्षकज्यूबाट हुनेछ। दर्ता अवधि मिति 2082 पुस 10 गते कार्यालय समयसम्म। तौल परीक्षण मिति 2082 पुस 19 गते बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म। खेल हुने स्थान नेपाल पुलिस स्कुल सामाखुसी, काठमाडौँ महानगरपालिका 3, रानीबारी मार्ग, काठमाडौँ। नेपाल पुलिस स्कुल सामाखुसीले आयोजना गर्ने तेक्वान्दो प्रतियोगिताको हिस्सा बनौं र विश्व लोकप्रिय मार्शल आर्ट तेक्वान्दोको विकासमा योगदान गरौं। थप जानकारीका लागि सुरेन्द्र बहादुर महरा, मोबाइल नम्बर 9858 90 106। ओम प्रसाद भुसाल, मोबाइल नम्बर 985110 62 472। इमेल npstaekwondo@gmail.com। फेसबुक नेपाल पुलिस स्कुल सामाखुसी। नेपाल पुलिस स्कुल सामाखुसी, बेटर स्कुलिङ फर आइडियल सिटिजन।